हेलो नमस्ते सबैजनालाई। आज हजुरहरूको म्याम दिदी मेरो त बाबु भयो, उहाँ रिसाउनु भएको छ मसँग। अब म त पसलमा छु, पसलमा कोही पनि छैन। अब के गर्नु नगर्नु उहाँलाई मनाउन अब सक्दिनँ होइन। त्यही पनि म आधी घन्टाको लागि पसल बन्द गर्दैछु। बन्द गरेर म जाँदैछु, उहाँको लागि केही सामान लिन्छु अनि त्यसपछि उहाँलाई मनाउन जान्छु। तपाईहरु हेर्दै गर्नु। ल मैले त ज्याकेट लगाइसकेँ, अब साँचो लिन्छु, पसल बन्द गर्छु अनि जान्छु। सो आधी 1 घन्टाको लागि पसल बन्द गर्दैछु, तपाईहरु हेर्दै गर्नु। हेर्नु म बाहिर पनि आइसकेँ। सरी म ब्याग बिर्सेँ। ब्यागको केही काम छैन, यतिकै छोडिदिनु बरु, अनलाइन पेमेन्ट गरिहाल्छु। अब म लक गरिरहेको छु। यहाँ हेर्नु लक गरिसकेँ, अब यता गइरहेको छु। सो हेर्दै गर्नु। अब एकजना साथी पनि छैन अगाडि, अब कसरी देखाम, क्यामेरा गर्ने मान्छे नै छैन। त्यही पनि म ब्याग गरेर यसरी देखाइरहेको छु। म सिडीबाट तल आइसकेँ, अब बाहिर निस्किरहेको छु। यहाँ हेर्नु भाइहरूलाई। ल अगाडिसम्म हेर्दै गर्नु कहाँ जाँदैछु, के लिएर जान्छु, के सरप्राइज लिएर जान्छु, अनि उहाँ मान्नुहुन्छ। हेरौँ। ल गाइज हेर्नु म बाहिर आइसकेँ, मेरो बाइक पनि त्यहाँ छ, यहाँ हेर्न सक्नुहुन्छ। अब म बाइकमा चढ्छु, अब मोबाइल एकछिन राख्दैछु, अब कहाँ जाँदैछु देखाउँछु। बाइकमा चढिरहेको छु। ल बाई। ल गाइज म आइसकेँ। म धेरै सोचेँ के लिएर जाम। अब हल्का हल्का दिमागमा आयो, अब देखाउँदैछु कहाँ आएको छु। यहाँ हेर्नु होला, के हो KFC। अब हेरौँ माथि। म त आएको थिएन यहाँ विराटनगरको, अब छ कि छैन, बन्द छ कि के हो। अगाडि गएर हेरिरहेको छु के कसो छ। ए छ, खुलेकै छ, हेर्न सक्नुहुन्छ। अब काउन्टरमा गएर हेरौँ के छ, त्यो कुरा प्याक गराउँछु। हेर्न सक्नुहुन्छ। अब पाकिरहेको छु, म वेट गरिरहेको छु। बसेको छु एक्लै। अब पाकेपछि म तपाईँलाई देखाउँछु अनि घर जान्छु। टाइम त ओभर भइसक्यो, पसल पनि बन्द गरेको छु। अब के गर्नु, बाबुको लागि, मेरो बच्चोको लागि त यति पनि त गर्न सक्छु होला। कहिले यस्तो भिडियो बनाएको थिइनँ, अब फर्स्ट टाइम हो, बनाएर जाँदैछु हजुरहरूको लागि। मलाई त यति धेरै बोल्न आउँदैन, हल्का फल्का त लाज पनि लाग्छ। अब तपाईँहरू हेर्नु होला र इग्नोर गर्नु होला। मैले सुइटेबल बोलिनँ पनि र बोल्न पनि आउँदैन, सो त्यसको लागि इग्नोर गर्नु होला है। यहाँ हेर्नु कोही छैन, 2 जना मात्र छ र म एक्लै बसिरहेको छु। उता बनाइरहेछ। झोलाहरू चाहिँ यतिकै ल गाइस फाइनली लिइसकेँ। हेर्नुभयो के लिए। अब घरतर्फ लागेँ। थ्याङ्क यू। तर धेरै कस्टमरहरूलाई बसाएर, तर मेरो काम चाहिँ छिटै गरिदियो। अरू कस्टमरहरू बसेकै छ, मभन्दा पहिला आएको थियो, तर उहाँहरू बसेकै हुनुहुन्छ। म अब सामान लिइसकेँ, हल्का छिटो गरिदिनु भयो हाम्रो लागि। KFC को टिमलाई या वर्क गर्ने मान्छेलाई धन्यवाद होइन। अब घरतिर लाग्ने हो। एकचोटि मेरो पनि फेस हेर्नु।
अनि अब घरतिर लाग्दैछु अब चाहिँ दिदीसँग भेट हुने हो मेरो चाहिँ बाबु है तपाईँहरूको दिदी ल ओके अब वेट गर्नु हेर्नु होला सो गाइस म पुगिसकेँ घर अब सामान पनि यहाँ छ पछाडिको क्यामेरा गर्दैछु हेर्दैछु कहाँ छ त्यो अचानक खोइ त कोही पनि छैन त कहाँ गयो यो चाहिँ कहाँ गयो कोही छैन एउटा बच्चा मात्र सुतेको छ त्यो पनि सुतेको छ कहाँ हो ला यत्रो मेहनत गरेर मनाउन आएको छु यहाँ छँदै छैन मान्छे हेरौँ बाहिर कहाँ छ कोही छैन ए आन्टीको घरमा होला कि निसो आन्टीकै घरमा थियो सायद आइरहेछ आइरहेछ अब अचानक देखाउने हो वेट हेलो हेलो ले हेर्नु न मुख गाइस उसको मुख हेर्नु रिसाको फेस यस्तो हुन्छ गाइस रिसाको मान्छेको फेस रिसाको जस्तै हेर्न के हो खोल त पहिला बस खोलो खोलो देखो देखो क्या लेके आए हैं हम देखो 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 क्या है कैसा लगा बोल दो अब रिस खा के देख लो खा लो ले 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 खा ले कैसा लगा कैसा पसल बन्द गरेर आएको छु आधी 1 घन्टाको लागि ले अझै खाइहाल खा तो गाइज अब गिफ्ट मतलब के पाएर त लाग्दैछ अब खुस भइहाल्यो मानिहाल्यो लाग्दैछ अब फेरि रिसाउँछ भन्न छिटो भन्न धेरै ठुलो भिडियो पनि बनिसकेको छ बोल जल्दी बोल्न के रिसाउँदैनस् नि माया गर्छस् नि मलाई ल आई लभ यु बाई भन छिटो आई लभ यु ल गाइस अब मानिसक्यो अब यो भिडियो हाल्दैछु हेर्नु होला झगडा गर्छु गर यो बच्चा पनि उठिहाल्यो लु ल गाइस बाइ बाइ